गोर्खा युनाइटेड पब्लिक स्कुल कोहलपुरले आफ्नो स्थापनाको 24औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले 2079 सालदेखि तयार पारेको पञ्चवर्षीय शैक्षिक योजना अन्तर्गत उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा आफूलाई स्थापित गरिसकेको छ। शनिबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमका साथै छात्रवृत्ति वितरण, पुरस्कार वितरण तथा आगामी योजनाहरू सार्वजनिक गरेको छ। सोही अवसरमा विद्यालयले चालू शैक्षिक सत्रका लागि करिब 79 लाख बराबरको छात्रवृत्ति 182 जना विद्यार्थीलाई प्रदान गर्ने घोषणा गर्दै नामावली समेत सार्वजनिक गरेको छ। छात्रवृत्तिका लाभग्राहीहरूमा 61 जना जिहिन्दार, 34 गरिब तथा विपन्न, 26 छात्रा, 24 जनजाति, 12 दलित, 13 द्वन्द्वपीडित तथा शहीद परिवारका सदस्य, 8 जना पिछडिएका क्षेत्र र 4 जना मधेसी विद्यार्थी रहेका छन्। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले पुरै 1 वर्ष कुनै पनि शुल्क तिर्नु पर्ने छैन। कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले कोहलपुरको शैक्षिक विकास सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताउँदै गोर्खा स्कुलको उदाहरणीय कार्यप्रति प्रशंसा व्यक्त गरे। उनले प्रतिशतमा आधारित नतिजा भन्दा पनि मूल्य, आचरण र व्यवहारमा आधारित शिक्षाको महत्त्वमा जोड दिएका थिए। आज गोर्खा स्कुलले आफ्नो 23औं वर्ष पूरा गरेर 24औं वर्ष प्रवेशसँगै 24औं वार्षिक उत्सव पनि मनाइरहेको छ। पश्चिम नेपालमै यो विद्यालयले आफ्नो पहिचान स्थापित गरेको छ र हामी चाहन्छौँ कोहलपुरमा रहेका हरेक सामुदायिक र संस्थागत विद्यालयहरूले यस्तै खालको पहिचान स्थापित गर्दै जानुपर्छ। कोहलपुर नगरपालिकाले विगतका वर्षदेखि लिएको शैक्षिक गुणस्तर कायम गर्ने मुख्य नीतिलाई मजबुत बनाउनका लागि, कार्यान्वयन गर्नका लागि र व्यावहारिक ढङ्गबाट हाम्रो मुद्दा र एजेन्डालाई स्थापित गर्नका लागि गोर्खा युनाइटेड पब्लिक स्कुलले जस्तै हामी अरू विद्यालयहरूले पनि हाम्रा ती मुद्दा, हाम्रा नीति र कार्यक्रमहरूलाई मद्दत पुग्ने गरी आफ्ना कार्यक्रमहरू अगाडि बढाइदिनका लागि पनि हामी अनुरोध गर्दछौँ। धेरै अभिभावकहरू यहाँ हुनुहुन्छ। अघि सरस्वती हेर्दा पनि मैले महसुस गरेँ यो अन्यथा नहोस्। कोहलपुर नगरपालिकाभित्र मात्र होइन, छिमेकी पालिका र छिमेकी जिल्लाबाट समेत यो विद्यालयमा अभिभावक बन्ने जुन अवसर प्राप्त गर्नुभएको छ, अभिभावकहरूको पनि एउटा स्तर देखिन्छ। अलिकति समाजमा अलिकति बुझेका, अलिकति जानेका, सामाजिक रूपमा नेतृत्व गरेका, सामाजिक रूपमा अलिकति खबरदारी पनि गर्न सक्ने त्यो हैसियत र त्यो ल्याकत राख्ने खालको अभिभावकको स्तर पनि यहाँ झल्किन्छ। त्यसै कारणले हामी अभिभावकहरूसँग पनि धेरै कुराको अपेक्षा गर्दछौँ। किनभने यो विद्यालय अथवा यस्ता विद्यालयहरूलाई सफल विद्यालयका रूपमा अगाडि बढाउनका लागि केवल केशरबहादुर आलेको मेहनतले मात्रै सम्भव हुँदैन। यो संस्थागत कुरा हो, यो सामुदायिक कुराहरू हुन्। त्यसै कारणले सामूहिक ढङ्गबाट, सङ्गठित ढङ्गबाट यस्ता विद्यालयहरूलाई स्थापित गर्नका लागि हामी सबैको बराबर भूमिका छ। यो भूमिकामा हामी सबै अभिभावकहरू आफ्नो ठाउँबाट लागि परेका छौँ भन्ने कुराको पनि उदाहरण दिनु छ। त्यो उदाहरण दिनका लागि पनि हामीले विद्यालयको संस्थागत परिवारसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने छ। विद्यालयका संस्थापक सञ्चालक अध्यक्ष केशरबहादुर आले मगरले गोर्खा स्कुललाई अन्तर्राष्ट्रिय स्तरको शिक्षालय बनाउने संकल्प गर्दै आईटी, स्मार्ट बोर्ड, आधुनिक प्रयोगशाला, जिम हल, स्विमिङ पुल, वातावरण अनुकूलित कक्षा कोठा जस्ता पूर्वाधार विस्तार गरिएको जानकारी दिए। उनका अनुसार विद्यालयले 15 करोड भन्दा बढी लगानी गरिसकेको छ। प्रधानाध्यापक साधना थापाले विद्यालयको आगामी कार्ययोजना प्रस्तुत गर्दै कक्षा 2 देखि 10 सम्मका विद्यार्थीको ह्यान्ड राइटिङमा विशेष ध्यान दिइने र हरेक शुक्रबार बुकलेस डे मनाइने जानकारी दिइन्। साथै शिक्षण विधिमा डिजिटल प्रविधिको पूर्ण उपयोग गरिने बताएकी थिइन्। उनले विद्यार्थी विदेशिने प्रवृत्तिलाई रोक्नका लागि काठमाडौँ विश्वविद्यालयका प्रोफेसरहरूद्वारा मोटिभेसनल क्लास सञ्चालन र स्काउट कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको उल्लेख गरेकी छन्। कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गत वर्षको BLE परीक्षामा उत्कृष्ट नतिजा ल्याउने आभास खत्रीलाई विशेष सम्मान समेत गरिएको थियो।